पृथ्वीको एउटा कुनामा यस्ता मानिसहरू पनि छन् जोसँग नाम दाम लगायत सब थोक छ, तर पनि उनीहरू खुसीले बाँच्न सकिरहेका छैनन्। र त्यही पृथ्वीको अर्को कुनामा यस्ता मानिसहरू पनि छन् जसलाई आफ्नो नाम समेत थाहा छैन, तर पनि उनीहरू खुसी खुसी बाँचिरहेका छन्। जीवनमा सब थोक हुनेहरू भन्दा एक दुई थोक हुनेहरू नै खुसीले बाँच्न सक्दा रहेछन्। र खुसी केले प्राप्त हुन्छ र केमा खुसी हुने भन्ने कुरा चाहिँ त्यो मान्छे आफैमा निर्भर हुने कुरा रहेछ। कसैलाई एकदमै सानो कुराले पनि एकदमै खुसी दिलाइरहेको हुन्छ, तर कतिपय मानिसहरूलाई सबै कुराको प्राप्ति हुँदाहुँदै पनि उनीहरू खुसीले बाँच्न सकिरहेका हुन्। तसर्थ हामी खुसी हुनका लागि चाहिँ नाम दाम त्यो सबै कुराहरू भन्दा पनि हामी आफूमा अथवा हामीसँग जे कुरा छ त्यसमा हामी सन्तुष्ट हुन सक्यौं भने त्यो कुराले नै मान्छेलाई वास्तविक खुसी दिलाउँदो रहेछ। र यो कुराको बारेमा अझ धेरै बुझ्नका लागि चाहिँ यो डाक्टर नवराज केसीले लेख्नु भएको यो शून्यको मूल्य एउटा यो साहस र स्नेहको कथा भन्ने एउटा पुस्तक छ। यो पुस्तकमा चाहिँ आम कर्णालीवासीहरूले चाहिँ भोगेका चाहिँ सङ्घर्षका कथाहरू अथवा उनीहरूका दुःखका कथाहरू पनि समेटिएका छन्। त्यो सँगसँगै हामीलाई एउटा खुसी हुने तरिका अथवा चाहिँ एउटा चाहिँ हामीले खुसी हुने एउटा प्रेरणा पनि यो पुस्तकबाट चाहिँ हामीले लिन सक्छौँ। र यसमा चाहिँ विशेष गरी यो आमा अर्थतन्त्रको कुरालाई पनि विशेष जोड दिएको छ। यसमा चाहिँ भनेको हाम्रा आमाहरूले चाहिँ थैलीमा राखेको अथवा थैलीमा जुन उहाँहरूले एउटा चाहिँ बचत भनौँ अथवा एउटा पैसा चाहिँ उहाँहरूले राख्नु भएको छ, त्यो चाहिँ हाम्रो समग्र अर्थतन्त्रको चाहिँ एउटा आधार हो। त्यसले नै यो हाम्रो देशको अर्थतन्त्रको एउटा आधार चाहिँ तयार गरेको छ भन्ने किसिमको सन्देश पनि यो पुस्तकमा चाहिँ दिन खोजिएको छ। र यसमा चाहिँ यो लगायत कर्णालीमा रहेका आम गरिबीका रेखा मुनि रहेका मानिसहरूको पीडाका कथा, सङ्घर्षको कथा, उनीहरूले भोगेका चाहिँ विभिन्न दुःखका कथा र सुखका कथाहरू र दुःख गर्दै गर्दाखेरि चाहिँ त्यसले उनीहरूको जीवनमा ल्याएको सुख ती यावत कुराहरूलाई चाहिँ एकदमै विस्तृत रूपमा वर्णन गरिएको छ। तसर्थ हामीले कुनै एउटा खुसीका लागि भनौँ अथवा हामीले कहिलेकाहीँ हाम्रो जीवनमा हामीले दुःख गरिरहँदाखेरि चाहिँ हाम्रो जीवन नै यस्तै हुने हो कि अथवा हामीले कहिलेसम्म यो सङ्घर्ष गरिरहनु पर्ने अथवा हामीले केही कुरा प्राप्ति हुँदाहुँदै पनि त्यसबाट चाहिँ हामी चाहिँ बेखुसी भइराखेको अवस्था अथवा चाहिँ सन्तुष्ट नभइराखेको अवस्था चाहिँ हाम्रो जीवनमा हामीले कति दिन हामीले त्यो कुराहरू भोगिराखेका छौँ। तसर्थ हामीले यो पुस्तक पढ्यौँ भनेदेखि चाहिँ त्यो एउटा चाहिँ हामीलाई प्रेरणा भनौँ अथवा एउटा साहस अथवा एउटा चाहिँ आत्मविश्वास चाहिँ यो पुस्तकले पक्कै दिलाउँछ जस्तो मलाई लाग्छ। तसर्थ हजुरहरूलाई पनि म यो डाक्टर नवराज केसीले लेख्नु भएको शून्यको मूल्य भन्ने पुस्तक अध्ययन गर्नका लागि चाहिँ अनुरोध गर्न चाहन्छु। धन्यवाद।